ड्रागनमा चाहिँ यसरी पानी आउँछ। ड्रागन यति पुग्यो, कुनै पिलर टच। ल पानी हाल्ने तरिका है ड्रागनमा। पानी फोकस आउँदै यहाँ पानी पुग्यो। अब यतापट्टि यहाँनिर टक्क खोलेपछि पानी आयो। यसलाई यता मार्यो, यसलाई पानी पुग्यो। अब यताबाट बिस्तारै आउँछ। ल पानी यसरी आउँछ है मेरोमा। कुनै फोर्स धेरै भयो, कहिले फोर्स नपुग्ने। अब यिनीहरूलाई ज्यादा यिनीहरूलाई यसरी यता जान पठाउनु हुँदैन पानी, यतै टक्क भिजाउने हो क्या। ल कुनै बिरुवा सानै छ, कुनै अग्लो हो। ल यस्तो चाहिँ यसरी बिरुवा बढी भएर राखेछ। ल एकछिनभन्दा हाल्नु पर्दैन अब पानी। मैले धेरै हाल्दैन पानी है, जस जरा अलिकति भिज्नु पर्यो। ल हल्का फुल्का मात्र पानी, अब धेरै हाल्नु हुँदैन, फेरि रोगले भेटिहाल्छ है। ल यस्तो तानी हाल्नु परेछ यार। यता पल रहेछ यो चाहिँ, यो पल उता भयो यता। ल भिजिसक्यो, लगभग भिजिसक्यो। यता त यता। ल पानी हाल्ने तरिका चाहिँ यो हो ड्रागनमा है। धेरै पर्दैन पानी, हल्का फुल्का भेट्यो हुन्छ यसले। धेरै पानी लाग्यो भने त रोग हुन्छ है, रोग सरिहाल्छ फेरि। तनाव त्यसकै छ, त्यही भएर मैले धेरै पानी हाल्दैन। एक महिनामा एकचोटि कहिले त टक्कसँग। अब फेरि यसले प्ल्याट अफ गरिदिने हो यसरी। मैले हरेकमा सकेट राखेको छ है। यता फेरि ल पानी आउने स्टार्ट हेर। ल दिउँसो पानी हाल्दा चाहिँ पुग्दैन मेरो, पानीको प्रेस पुग्दैन, त्यही भएर हो। राति हाल्नु परेको छ यार, यस्तो छ। ल कहाँ गएको हो पानीहरू।